साथीहरु एकछिन सबैजनाले यो भिडियो ध्यानसँग हेरौँ है त। जरुरी छ। आज सडकमा आगो बलेको छ, त्यही आगो बलेको आगोलाई ठिक ढंगबाट नियन्त्रण गर्नको लागि पनि सभा सञ्चालन हुनु जरुरी छ। त्यो गर्नको लागि मान्यहरूले आफ्नो ठाउँबाट आसन ग्रहण गरेर यो सुरु भइरहेको सभा सञ्चालन गरौँ। मान्य सदस्यहरू, म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। आज 17 गते चैत्र 2081 भइरहेको छ। 18 गते यहाँहरूले बुझिरहनु भएको छैन, 18 गते वर्तमान प्रधानमन्त्रीले संसदमा आएर सम्बोधन गर्नको लागि भन्नुभएको छ। त्यसले गर्दा प्रधानमन्त्रीले आएर यहाँ जवाफ दिनको लागि त्यही जवाफ चाहियो भने यहाँहरूको मागलाई सम्बोधन गर्नको लागि 18 गते चैत्रमा संसदलाई वर्तमान प्रधानमन्त्रीले आएर बोल्ने कुराहरू आएको छ। त्यसैले यहाँहरूले सभा सञ्चालन गर्नको लागि आसन ग्रहण गर्नुहोस् र सभा सञ्चालन हुन्छ। माननीय सदस्यहरू, आसन ग्रहण गरौँ, सभा सञ्चालनको लागि वातावरण बनाऊ। यसमा चाहिँ यो चाहिँ सांसद भवन कम र गुण्डागर्दीहरू, गुण्डा गर्ने ग्याङस्टरहरूको चाहिँ हल मलाई चाहिँ धेरै लाग्यो। किन भन्दाखेरि उहाँ बिचरा न्यायाधीशले हेरिराख्नु भएको छ हैन, उहाँ चुपचाप हेरिराख्नु भएको छ। अनि यहाँ सांसदहरूले चाहिँ एकदमै हुन्छ नि हैन, त्यो लडाकु शैलीमा, गुण्डागिर्दी शैलीमा सबैजना उभिएर कसैले कसैको कुरा सुन्नु भएको छैन के। यहाँ अनुशासनै छैन के हैन। नेपाल सांसदहरू जस्तो व्यक्तिले हैन नेपालको के भन्छन् अरे देशको बारेमा नीति नियम बनाउने, देशलाई अगाडि बढाउने सांसदहरू जस्तो व्यक्तिले चाहिँ त्यहाँ अनुशासनै छैन क्या। त्यहाँनिर सांसदहरू जस्तो व्यक्तिहरूको त्यहाँ अनुशासनै देखिएन कि, कसैले कसैको कुरा सुन्नु भएको छैन। एकदमै के भन्छ अरे लडाकु शैलीमा
सबैजना उभिएर बोलिराख्नु भएको छ के हैन यो अनुशासनै भएन के एउटा यसो अनुशासनहीन हैन एउटा अनुशासनै नभएको सांसदहरूले कसरी देशको नीति नियमहरू बनाउन सक्छ र कसरी देशलाई माथि लान सक्छ के हैन देशलाई माथि लिने अनि नीति नियमहरू बनाउने कानुनहरू बनाउने नियमहरू बनाउने देशको बारेमा चाहिँ नियमहरू बनाउनु त सांसदहरूको काम हो नि त हैन सांसद भवनमा बसेर कस्तो तरिकाले देशलाई माथि लान सकिन्छ कस्तो तरिकाले चाहिँ कुन तरिकाले देश विकास गर्न सकिन्छ हैन त्यो छलफल गर्ने ठाउँ हो नि त त्यहाँनिर भनेको तर उहाँहरूको चाहिँ अनुशासनै देखेन के यस्तो अनुशासनहीन व्यक्तिहरूले चाहिँ यस्तो अनुशासनहीन सांसदहरूले चाहिँ कसरी देशको बारेमा नीति नियम बनाउन सक्छ जो कि आफूमा नै अनुशासन छैन र कसरी देशको बारेमा देश बनाउन सक्छ के कसरी देशको बारेमा नीति नियम कानुनहरू बनाउन